वेलकम ब्याक टु माई च्यानल गाइज। आजको शुभ बिहानी सबैलाई गुड मर्निङ। आज हामी बल खेल्न आएको, तर हाम्रो उस चाहिँ फुटसल चाहिँ क्यान्सल भयो क्या, होइन क्यान्सल भएर अनि त्यही बिच त्यही बहानाले हामी अब त्यही बहानाले त्यही क्यान्सल भएर हामी सबै एउटा ठाउँमा भेला भयौँ होइन। त्यही भेला भएर अब अलि माथि गरेर हामी यहाँ अब लेक आएको कि लेकबाट अब हामी बोटिङ काइकिङ होइन। यहाँ चाहिँ फुटसल हुँदो रहेछ वहाँतिर। अब हामी यता केटाहरू चाहिँ छौँ हिँड्दै आएको, दुईजना चाहिँ वहाँ गएर बोटिङको लागि अब मिलाउँदैछन् कुरासुरा। अब जाने आजको भ्यू बवाल भयो है, लेकको भ्यू बवाल छ। अब रैला हान्ने आज रैला या बो आज खतरा हुन्छ हाम्रो। सबैभन्दा एक्साइटेड यहाँ दुईजना छन्। बिहानै 4 बजे उठाएको हामीलाई फोन हानेर। यस्तै छ, अब मजा हान्नुपर्छ गाइज। खै अर्को दुईजना कता गए? अब बोटिङ गर्दाखेरि अब कस्तो पो होला र फिल। हामी सबै यहाँको फर्स्ट टाइम एक्सपिरियन्स हो बोटिङहरू सबै। अरू केटाहरूले पनि जाऊँ भन्थ्यो, तर तिनीहरूको हाम्रो एकजना साथीको चाहिँ खुट्टा मर्केको अरे, त्यही भएर अनि जान मिलेन क्या उसको चाहिँ। अनि अरू त्यो अरू साथीले आउन मानेन, अनि हामी चाहिँ आयौँ। अब पछि अब बोटिङ हानेपछि हेरौँ के हुन्छ होइन। साथीहरूसँग नि पछि गइएला नि। अब अहिले चाहिँ हामी आयौँ हाम्रो होमिज। कस्तो छ फिल? माछा पालन हो क्या? फिल कस्तो भयो? कस्तो लाग्यो तिमीलाई? रमाइलो लगाएर अब बोटिङ गर्दाखेरि भेट्यौँ ल गाइज। ल एकजना काएको हो। ल फाइनली हाम्रो रेडी भयो सबै। हाम्रो एकजना त उसै लिएर हिँडेको हातमै। ला ल बवाल चलो चलते ए धन्दै मोबाइल खसेको यसको उसले गर्दा। पानी पुगेर फाइनली उही त्यहाँ दुध कोब्रा देख्यो त कस्तो पो होला र आज तयार। म त मान्छेभन्दा ठुलो छ तयार। यता बिपिन त तिम्रो हाइटको होला। खाली उठाउनु पर्ने रहेछ यी म त मजा नि खोल्नु बिर्सेछ मैले त यार। खोल्न खोलेर उसमै हाल्यो हुन्छ, त्यही उसमै हाल्दै। ए बाबा या क्या चलाछौ पहिला हेर है त कसरी चलाउनु पर्छ भनेर है। अब सिकाउँदै कालो भएको छ नि स्टार्ट पनि जहाँदेखि भएको छ त्यहाँ यसरी बाइकको ह्यान्डल चलाउँछ है। ठ्याक्कै आफ्नो चेस्टको बराबरमा राख्ने यो तल होइन है, माथि हो क्या। यो चाहिँ कर भागेर दुई ब्लेडको कर्भ छ, त्यो चाहिँ आफूतिर फेसिङ गर्ने र यो 90 डिग्री स्टेटमा राख्ने, सिधा राख्ने। यस्तो हुनु भएन। हामीले पानी ताने भए मात्रै अगाडि जाने हो, पानी नताने अगाडि जाँदैन है। त्यो कारण यो चाहिँ सिधा हुनु पऱ्यो क्या। यो ठ्याक्कै पानी डुबाउँदै हल्का माथि हुनु पऱ्यो, आफूभन्दा पछाडिसम्म तान्ने, डुबाउने फेरि तान्ने। 1 hour later पुरै घुमाउनु त लक्कीले युज गरेर टुप्पो होइन चाक मात्रै। ल सन्दीप हाम्रो त यतिको ग्याप छ बनाउने अगर सबै यसरी गोलो यतिको यतिकै ठिक छ। रोशन भाइको गर्दै त त्यो रोशन भाइले मेरो त भन्नु तिम्रो कहाँ पुग्यो यहाँ चुच्चु जोडेको त। ए मेरो पनि गयो यार। या नहल्ला केटा मैले मुहार यतिकै रोशन भाइको बाँकी
यो आज फाइनली ल बवाल यहाँ दुईजना बल्ल आउँदैछ अब चल्दियो ल बवाल बवाल ल ल ल ल ल ल यसले नि मान्छे उठाइदिन्छ कि सही हो यसो खुट्टा यसरी सिधा बस्छ न सुपरम्यान उठ्दैन त्यसै गरेर ला ज्याकेटले उसो गर्छ कि तैराउँछ अलि यो अन्त बल्ल अब यहाँ अन्त दिने भनेको त उयो पानी तातो तातो छ यार ख्याप्प जान्छ त यहाँ टेक्ने बित्तिकै नि के हो बब्बाल ना धन्दै गयो त्यो म जाङ्गे खोलेर आउने क्या ओइ आउ न तिमीले मोबाइल छाउँदैन म डाइ खान्छु एक बवाल बवाल तिमी नि झर छिटो यहाँ डाइ खान्दैनौ छिटो डाइ खान भाइ म जान्ने म नि अब जान्छु अब कति गयो खुट्टै टेक्दैन त मैले ल जा ऊ त यत्तिकै खेल्दै त यार ल के हो म नि त्यस्तै गर्छु म नि त्यस्तै गर्छु यार ऊ त्यस्तै गर्नु पर्यो म नि पछाडि चढ्नु पर्यो के आधी माना गऱ्यो अरे नि त दुईजना भाइ हामी गाउँबाट झरेको आनन्द सुतिर हाल्नु म्याच लिगो त लिगो एक कुन्टा अब के हो के रे अझ नि
जम उठ्याएर यहाँ राख मोबाइल म अड्डाउँछु यहाँ मिलाउँछु सबै खिचौँ ल यहाँ मिठो देखियो Finally guys, our time is over now and we are back to the tent. We are going to the tent now. सक्यो हाम्रो अब टाइम इज ओभर हाम्रो रमाइलो नि यतिकै राम्रो भयो बवाल भयो डेन्जर खेलियो वे मेक अ नोइज फर हैन मेक अ नोइज फर काइकिङ बोज या ल जम अब जम फाइनली हाम्रो टाइम इज ओभर नाउ लेट्स गो गाइज लेट्स मेक द नोइज ओए रोक रे यहाँ कपडा फेरेको छैन तेरो पछाडी खतरा पुतली खायो ओए आई एम सो लकी म्यान हेर न यहाँ पुतली ओए गयो बबाल हैन ओए पुतली के मेरोतिर बबाल ओए बबाल 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 अब आजको 1 घण्टाको दिन बबाल गयो के धकल्ने बबाल भयो उताबाट अझै आउँदैछन् या उयो कति गर्मी हो उता त ओहो छातै ओरेर ढुङ्गा चलाइदिने यार ओए म सितालोमा आएँ फाइनली बवाल या गाइज अब फाइनली हाम्रो उता ब्रदर डेस्टिनेसन जानुभयो अब हामी चाहिँ यहीँ बोर्डमै छौँ होइन अब दाइ आउँछ अनि जाने हामी हाम्रो टाइम इज ओभर त्यसपछि आफ्नो घर लाग्ने अब के अन्त है रमाइलो गरियो अब घर जाने त्यस्तै छ तर गर्मीमा काइकिङ चाहिँ एकदम बेस्ट बवाल हो फेरि हामी अर्को पालि नै आउने सोचिरहेको छौँ के हुन्छ अब पुतली चाहिँ बवाल हो के ओए बवाल पुतली र फाइनली गाइज यसै गरी आजको मेरो यो भ्लग चाहिँ यहीँ म अन्त्य गर्न चाहन्छु यसै गरी अब अर्को भ्लग अर्को हाल्दै गरौँला यो पालिको अब भिडियोहरू आइराख्ने छ मेरो किनभने पहिलाको भिडियोहरू चाहिँ म यसो इक्जाम आउनु लागेको थियो त्यसैले हाल्न अलि सकिनँ त्यसैले अब चाहिँ आइराख्छ गाइजहरू डोन्ट वरी या थ्याङ्क यू फर वाचिङ प्लिज डोन्ट फर्गेट टु लाइक कमेन्ट एन्ड सब्सक्राइब गाइज या boy yeah